सक्नुहुन्छ facebook.com/ज्योतिष गौतम facebook.com/मकालु टेलिभिजन HD लाइभ टाइप गरेर जिज्ञासा राख्न सक्नुहुन्छ। ज्योतिष वास्तु रत्न हाम्रा धर्म पर्व संस्कार र संस्कृतिको बारेमा बृहत्तर चर्चा गर्छौं र पूर्वीय दर्शनको बारेमा हामी बृहत्तर चर्चा गर्छौं। अब जिज्ञासाहरू हामीलाई प्रत्यक्ष रूपमा टेलिफोन मार्फत पनि आइरहेका छन्। अप्रत्यक्ष रूपमा हाम्रो फेसबुक पेज facebook.com/ज्योतिषगौतम यो मेरो व्यक्तिगत पेज, हाम्रो अफिसियल पेज छ facebook.com/मकालु टेलिभिजन HD लाइभ जुन हाम्रो टेलिभिजनको पेज छ। यसमा जिज्ञासा कसरी राख्ने र यसमा जिज्ञासा राखेको हामी समाधान निवारण उपाय चाहिँ अवश्य दिनेछु हो। अब हरेक जिज्ञासाको समाधान दिन असमर्थ हुँदै गर्दा तर जुन पूर्ण जिज्ञासा छन् नि, जुन चाहिँ पूर्ण जिज्ञासा न जुन चाहिँ जिज्ञासा चाहिँ पूर्ण हुन्छन्, त्यसले गर्दाखेरि ती पूर्ण जसमा चाहिँ जन्ममिति जन्म समय जन्मस्थान सम्पूर्ण हुन्छन् ती जिज्ञासाको हामी समाधान निवारण उपाय अवश्य दिनेछौँ। गोचरीय प्रभाव, वास्तुका प्रभाव, रत्नका प्रभाव, हाम्रा धर्म संस्कार र संस्कृतिका प्रभावको बारेमा हामी बृहत्तर चर्चा गर्छौँ। स्पष्ट र पूर्ण रूपमा जिज्ञासा चाहिँ हामीलाई अवश्य दिनुपर्छ। हामी जिज्ञासातर्फ जान्छौँ किनकि व्यक्तिगत रूपमा जिज्ञासाहरू मलाई धेरैभन्दा धेरै आइरहेका छन्। ती जिज्ञासाको समाधान निवारण दिने हामी प्रयत्न गर्नेछौँ। अब एउटा कुरा के बुझ्नुपर्छ भने जन्मस्थान कतिको आवश्यक छ भन्ने प्रसङ्गको जिज्ञासाहरू आउँछन्। नेपालको सन्दर्भमा टाइम डिफ्रेन्ट 6-7 मिनटभन्दा नभएकोले गर्दाखेरि पूर्व र पश्चिम, पूर्व मेची र पश्चिम पूर्व मेचीमा जन्मेको मान्छेको महाकालीमा लगेर चाहिँ हाल्दाखेरि अलिकति मिस्टेक हुनसक्छ। तर सामान्य 2 मिनटको डिफ्रेन्टले तपाईँको केही पनि फरक आउँदैन हो। कहिलेकाहीँ त्यही 2 मिनटमा पनि 1 मिनटको डिफ्रेन्ट धेरै भिन्न हुनसक्छ है। तर हामी समग्रमा देशभरि स्ट्यान्डर्ड टाइम युज गर्छौँ, प्रयोग गर्छौँ। स्ट्यान्डर्ड टाइम भन्नाले पूर्वमा जति बज्छ पश्चिममा पनि त्यति बजेको हुन्छ। तर यहाँ हामी जन्मस्थान हाल्नुको मतलब के हो भने त्यो स्ट्यान्डर्ड टाइमबाट तपाईँले गणना गरिसकेपछि तपाईँको एक्चुअल गणना आउँछ। त्यसले सकारात्मक नकारात्मक के छ कसो छ ग्रहको डिग्री कति छ भन्ने कुरा चाहिँ राम्रो बनाउँछ है त। जिज्ञासातर्फ जाउँ। हामीलाई जिज्ञासाहरू धेरैभन्दा धेरै आइरहेका छन्। ती जिज्ञासाको हामी समाधान निवारण उपाय दिनेछौँ। जिज्ञासा हामीलाई पठाउनु भएको छ मोहितजीले आफ्नो जिज्ञासा लेख्नु भएको छ। 2062 साल मङ्सिरको महिना 11 गते लेख्नु भएको छ मोहितजीले। समय लेख्नुहुन्छ 10:12 PM यानि कि रातिको 10:12 लेख्नु भएको छ। जन्मस्थान उहाँले लेख्नु भएको छ नेपाल सकारात्मक हैन। अनि अन्य ग्रहको पक्षलाई हेर्नुहुन्छ भने बुध ग्रहको स्थिति अनुकूलता राम्रो रहेको छ। सम्पूर्ण कार्यक्षेत्रमा राम्रो प्रगति गर्न सक्ने क्षमता युक्त भएर बसेको छ। अलिकति एउटा सानो दोष छ जसलाई भन्छौँ यो प्रभावयुक्त चन्द्रमाको युक्त प्रभावले गर्दाखेरि समस्या बढी वृद्धि गर्छ। त्यसले गर्दा ध्यान दिनु होला। टाइमिङलाई सहज बनाउने प्रयत्न गर्नु होला। हरेक काम गर्दाखेरि सोचेर, किनकि उल्काको दशा चल्दैछ त्यसले गर्दाखेरि असफलता बढी वृद्धि हुन्छ। त्यसले गर्दा अलिकति ध्यान दिनु होला। यसको जाप पाठ शान्ति गर्न नबिर्सनु होला। र कुनै पनि कार्य गर्नुहुन्छ भने तपाईँले सकेसम्म बिहिबारको दिन कार्यलाई प्रारम्भ गर्नुभयो भने तपाईँको कार्य सफलता, सहजता, सरलता राम्रो प्राप्त हुन्छ है त। यो 3टा चिजलाई तपाईँले विचार गरेर अगाडि बढ्नु भने राम्रो हुन्छ। तत्काललाई तपाईँले त्यस्तो ग्रह शान्ति गर्नुपर्ने अवस्था केही पनि छैन। बृहस्पति तपाईँको राम्रै छ, अनुकूल छ। बुधको अवस्था हेर्नुहुन्छ भने अनुकूल छ। प्रवज्यायुको युति छ जुन राम्रो पक्ष छ जसले गर्दा सफलता, सहजता, सरलता राम्रै दिइरहेको छ। ग्रह अनुकूल छ। त्यस्तो अहिले तत्कालको लागि त्यस्तो ग्रह जाप पाठ गर्नुपर्ने त्यस्तो ग्रह पनि छैन। त्यो राम्रो पक्ष हो जसले गर्दा तपाईँलाई सहजता आउँछ। एउटा उल्काको जाप पाठ शान्ति गरेर अगाडि बढ्नु सफलता राम्रो मिल्छ है त। धन्यवाद हामीलाई मेसेज गरिदिनु भएकोमा। दर्शक मित्रहरू पनि हामीलाई टेलिफोन गरी जिज्ञासा राख्न सक्नुहुन्छ। हामी यहाँका जिज्ञासाको समाधान निवारण उपाय दिनेछौँ। पूर्वीय दर्शन, पूर्वीय संस्कार र पूर्वीय सभ्यताको बारेमा स्पष्ट र पूर्ण रूपमा जिज्ञासा राख्नुहोस्। हामी समाधान निवारण उपाय दिनेछौँ। तर अस्पष्ट र अपूर्ण जिज्ञासा छन् भने समाधान दिन असमर्थ रहनेछौँ है त।
पुनः हामी जिज्ञासातर्फ अगाडि बढौँ। जिज्ञासाहरू हामीलाई धेरैभन्दा धेरै आइरहेको हुनाले हामी जिज्ञासातर्फ अगाडि बढिरहेका छौँ। जिज्ञासा हामीलाई म्यासेज मार्फत जिज्ञासा आइरहेछ, टेलिफोन मार्फत जिज्ञासा आइरहेछ। ती जिज्ञासाको हामी समाधान निवारण उपाय दिनेछौँ। गोचरीय प्रभावको बारेमा चर्चा गर्नेछौँ। सानो बच्चाको बारेमा जिज्ञासा लेख्नु भएको छ हामीलाई। 2076 साल असोजको महिना 24 गते समय लेख्नु भएको छ 3:04 PM, दिउँसोको 3:04 लेख्नु भएको छ। कविताजीले आफ्नो सानो नानीको जन्ममिति पठाउनु भएको छ। कस्तो छ भविष्य, कस्तो हुन्छ गुरु भन्नुभएको छ उहाँले। 2076 साल असोज 24 गते समय 3:04, राशि कुम्भ, नक्षत्र पूर्व भाद्रपद। जिज्ञासातर्फ जाउँ, कस्तो छ भविष्य, कस्तो हुन्छ भन्नुभएको छ। कुण्डलीतर्फ जाउँ है त। कुण्डलीतर्फ जाँदाखेरि के छ भने लग्नको मालिक शनि ग्रह, लग्ने शनि ग्रह तपाईँको एकादश स्थानमा। अब सामान्यतः हामी एकादश स्थानलाई शुभ भने तापनि एकादश 63 आयो 3, 6, 11 चाहिँ तपाईँलाई नकारात्मक कार्यलाई बढी वृद्धि गर्ने हुन्छ। केन्द्र त्रिकोण सधैँ सकारात्मक हुन्छ। 63 आयो तपाईँको अलिकति खराब। केन्द्र जहिले पनि तटस्थ, लग्न तटस्थ हुन्छ। यो चाहिँ बुझ्नुपर्छ। त्यसबाहेकको अलिकति यो लग्नेश कमजोर भएर बस्नु, लग्नेश नकारात्मक भएर बस्नु अलिकति नोक्सानदायी हो। लग्नेशलाई बलि बनाउनुपर्छ। शनिको बार तपाईँले शनि मन्दिर जाने, पिपलको रूपमा जल चढाउने, शनिदेवको विशेष आराधना गर्ने, यो कार्य गर्नु होला, जसले गर्दा शनि ग्रह सकारात्मक प्रभावयुक्त हुन्छ। यसले उन्नति, प्रगति, मान सम्मान सम्पूर्ण तपाईँलाई दिलाउँछ है त। अर्को शुक्र ग्रह तपाईँको एकदम प्रभावशाली छ। भाग्यस्थानको मालिक स्वगृह बसेको छ। शुक्र ग्रहको डिग्री हेरौँ 16 डिग्री सकारात्मकै छ। अझै सफलता, अझै बलियो भन्ने थियो, अझै उन्नति प्रगति गर्छ। शुक्र ग्रह एकदम प्रभावशाली, जसले गर्दा सफलता, सहजता, सरलता, उन्नति प्रगति प्राप्त गर्ने योग बनाउँछ। राहु र केतु अलिकति खराब। यो राहु र केतु खराब भइसक्यो हुन्छ, नकारात्मक प्रभाव बढी हुन्छ। सोमबारको दिन 2वटा तामाक शिवजीकोमा चढाइदिनु होला नानीको है, जसले गर्दा राम्रो हुन्छ। अब दशा अहिले तत्काल के छ, आद्य दशा, बाल दशा, जुन बृहस्पतिको दशा छ, जुन राम्रो हो। भद्रिकाको पनि अर्को दशा छ, यो राम्रो छ है। महादशामा बृहस्पति अनुकूल छ कि यही 2080 साल कार्तिक 23 गतेदेखि 2082 साल असार 1 गतेसम्म चाहिँ अलिकति खराब समय चल्दैछ। बृहस्पतिको अन्तरमा राहु चल्दैछ। यो युति चाहिँ खराब हो स्वास्थ्यको लागि। यही 82 साल असार 1 गतेसम्म यसलाई चाहिँ अलिकति विचार गरेर तपाईँले अगाडि बढ्नुभयो भने सफलता, सहजता, सरलता राम्रो प्राप्त गर्न सक्नुहुन्छ। धन्यवाद हामीलाई म्यासेज गरिदिनु भएकोमा। दर्शकहरू तपाईहरु पनि हामीलाई टेलिफोन गरेर जिज्ञासा राख्न सक्नुहुन्छ। हामी ज्योतिर्विज्ञान, वास्तुविज्ञान, रत्नविज्ञानका आधारमा कोही दर्शक हामीसँग जोडिसक्नु भएको छ, उहाँलाई स्वागत गरौँ। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? गुरुजी नमस्कार। हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? मोरङको पथरी शनिश्चरी वडा नम्बर 6 बाट रामकुमार परियार। रामकुमारजी कसको बारेमा जान्न चाहनुहुन्छ? म मेरो छोरा मिनराज परियार। जन्ममिति बताउनुहोस् त, मिनराजजीको जन्ममिति बताउनुहोस् त रामकुमारजी। 2071 साल जेठ 21 गते बुधबार। 71 साल जेठको महिना 21 गते। समय भन्नुहोस् त रामकुमारजी। समय बेलुकाको 4:16। 4:16। जन्मस्थान कहाँ हो रामकुमारजी? विराटनगर। 2071 साल जेठ 21 गते 4:16 PM बेलुकाको, राशि सिंह, नक्षत्र मघा। जिज्ञासा के छ भन्नुहोस्? हैन, समग्र बारेमा, भविष्यको बारेमा, पढाइको बारेमा, सँगसँगै अन्य कुराहरू पनि समग्रमा बताइदिनुहोस् न गुरुजी। हुन्छ, म समग्रमा बताउँछु, टेलिभिजन हेर्दै गर्नु होला है त। थ्याङ्क यू। हस्, रामकुमारजी हुनुहुन्छ, उहाँले आफ्नो छोराको बारेमा जिज्ञासा राख्नु। छोराको कुण्डलीतर्फ जाउँ। राहु केतु लग्न सप्तम स्थानमा विराजमान। लग्ने शुक्र ग्रह तपाईँको प्रभावशाली भएर बसेको छ, यो राम्रो पक्ष छ। लग्ने शुक्र ग्रह बलियो हुनु भनेको आफ्नो मेहनतले उन्नति प्रगति गर्न सक्ने योग बनाउँछ। शिक्षामा अलिकति बढी बाधा बेदना आउने कारक ग्रह छ। पञ्चम स्थानको मालिक शनि ग्रह, टेक्निकल लाइनमा राम्रो प्रगति गर्ने योग है। शनि ग्रहको प्रभाव पनि राम्रो छ, मित्री गरी भएर बसिन्छ। शिक्षामा राम्रो, टेक्निकल लाइनमा, मेडिकल सेक्टरमा राम्रो पढ्न सक्ने योग राम्रो बनाउँछ शिक्षा क्षेत्रमा है। अब दशा पनि तपाईँलाई अहिले त्यस्तो नराम्रो दशा छैन क्या बाबुको दशा। सिद्धाग्रह शुक्र दशा चाहिँ जुन अनुकूल दशा हो, कुण्डली उत्कृष्ट छ। एउटा काम चाहिँ के गर्नुपर्छ भने तपाईँले बुध ग्रह स्वगृह भएर भाग्यस्थानमा भाग्यलाई वृद्धि गर्ने कारक भएर बसेको छ, एउटा राम्रो पक्ष। पञ्चमेश तपाईँको
लग्नमा बसेको छ राहुसँग शुक्र घरमा, यो पनि राम्रै पक्ष छ है। चन्द्रमाको दृष्टि पनि परिरहेछ, यो पनि ठिक छ, अनुकूल छैन, केही छैन नराम्रो। विवाह कारक ग्रह चाहिँ अलिकति खराब छ, त्यसले गर्दा त्यसको समय आएपछि अलिकति तपाईँले विचार गर्नु होला। अहिले तत्काल खासै तपाईँले केही गर्नु पर्दैन। चञ्चलावृत्ति उच्छृङ्खल हुनु स्वाभाविक हो, त्यसमा नातिनु होला। शिरमा राहु शनि भएपछि अलिकति व्यक्तिहरू, यस्ता व्यक्तिहरू चाहिँ चञ्चल हुन्छन्, उच्छृङ्खल हुन्छन्, तर त्यो चाहिँ उसको कर्मवृद्धिको लागि कारक हुन्छ है त। त्यसले गर्दा नआत्तिकन बस्नु होला, जीवनमा उसले बाबुले राम्रो काम गर्छन् है त। धन्यवाद हामीलाई रामकुमारजी म्यासेज गरिदिनु भएकोमा, टेलिफोन गरिदिनु भएकोमा। रामकुमारजी हुनुहुन्थ्यो पथरी शनिश्चरीबाट, उहाँले हामीलाई टेलिफोन सम्पर्क गरी आफ्नो बच्चाको बारेमा जिज्ञासा राख्नुभयो। तपाईँहरू पनि हामीलाई टेलिफोन गरी जिज्ञासा राख्न सक्नुहुन्छ, हामी यहाँका जिज्ञासाको समाधान निवारण उपाय दिनेछौँ, पूर्वीय दर्शनको बारेमा, ज्योतिषशास्त्रको बारेमा चर्चा गर्नेछौँ है त। कोही दर्शक हामीसँग